नबिग्रियोस् तपाईको उद्योग धेरै सफा रहेछ सुन्दर मैले भिडियो नबनाएको अत्याधिक भइसक्यो 3-4 महिना नै भइसक्यो बिरामी भएकै कारणले गर्दा तपाईसँग पनि भेट नै भएको थिएन अनि तपाईले तयार गर्नु भएको पाउरोटी धेरै नै स्वादिष्ट हुन्छ त्यही कारणले गर्दा आज सोधखोज गरेर भए तापनि तपाईको उद्योगमा म उपस्थित भए बिरामी भएको कारणले गर्दा 3-4 महिना भइसकेको छ भिडियो नबनाएको पनि तर आज भिडियो बनाउँदै छु सबैलाई मन पर्ने खाजाको रूपमा हामीले प्रयोग गर्ने पाउरोटी र पाउरोटी उद्योगमा म उपस्थित भएकी छु बडासँग सदैव म पाउरोटी खरिद गर्ने गर्थे अनि तपाईको उद्योग कता छ भनेर सदैव प्रश्न गर्थे आज बल्ल बल्ल पत्तो लगाएर उपस्थित भएकी छु घर लैजानको निमित्त पाउरोटी पनि उहाँले मलाई ठिक गरिदिनु भएको छ अरु के तयार गर्नुहुन्छ यहाँ क्रीम रोल पप बिस्कुट हजुर अनि भुजिया धेरै स्वादिष्ट तयार गर्नुहुन्छ हामीले घरमा होटल विभिन्न स्थानहरुमा चाहिँ पाउरोटी प्रयोग गर्ने गर्छौं खाजाको रूपमा स्वादिष्ट पनि हुन्छ उहाँले अत्याधिक स्वादिष्ट पाउरोटी तयार गर्नुहुन्छ उहाँको उद्योगमा म आज उपस्थित भएकी छु अनि कसरी तयार गरिदो रहेछ यस भिडियो मार्फत पनि म यहाँहरुलाई देखाउँछु है यहाँ क्रीम रोल तयार हुँदै रहेछ क्रीम रोल यहाँ मेसिनमा के तयार गर्नुहुन्छ बडा त्यसमा क्रीम रोल छ अहिले पौडी पक्छ त्यसमै ए यसमा राख्नु पर्यो ए तयार गरिसके पश्चात राख्नुहुन्छ यो मैदा गुन्ने मैदा पहिला यहाँ चिनी र मैदा तयार गर्नुहुन्छ नि यो बिस्कुट पनि लिनुहुने भने ल्याउनुस् हजुर ए बिस्कुट पनि अहिले तयार गर्नु भएको यो ए कसरी बट्टा पर्छ यो तपाईको बट्टाको पर्छ 100 रुपैयाँ 100 पर्छ नि अहिले त भुजिया बनेको छैन अहिले भुजिया बनेको छैन यहाँ खुरमा बनेको छ यो क्रीम रोल यो डोनट ब्रेड तयार गर्नु भएको छ नि अनि बिहीबार फिकलमा लगेर पनि बिक्री गर्नुहुन्छ अनि 3 घरेको बजारमा पनि बिक्री गर्नुहुन्छ नि तपाईको पाउरोटी उद्योग त कहाँको छ बडा भनिदिनुहोस् न भिडियोमा नयाँ चोकमा नि ठ्याक्कै बाटोमा नै पर्दो रहेछ यदि यहाँहरुले सोध्नु भयो भनेदेखि यस स्थानमा यस उद्योगमा आएर तपाईहरुले पाउरोटी खरिद गर्न सक्नुहुन्छ अनि तपाईहरुको यस पाउरोटी उद्योगको नाम त के पो हो बडा कृष्ण पाउरोटी हो कृष्ण बेकरी उद्योग सोध्नु भयो भनेदेखि यस स्थानमा प्रवेश गरेर यहाँहरुले पाउरोटी खरिद गर्न सक्नुहुन्छ पाउरोटी मात्र होइन बिस्किट डोनट खुरमा भुजिया लगायतका खानेकुराहरु यहाँ खरिद गर्न सक्नुहुन्छ नि धन्यवाद बडा